सबैलाई जय मसी अनि सबैजना नमस्कार पनि। आउनुहोस् अब हामी यो दफनको कार्यक्रमलाई सुरु गर्न गइरहेका छौँ र यहाँ सबैजना चिसो मौसममा पनि केही चिजहरूको धैर्य धारण गर्नुहोला। धेरै समय लिँदैनौँ तर पनि हामी केही भजनहरू चाहिँ पक्कै पनि गाउनेछौँ र हामी यो सम्पूर्ण कार्यलाई हामी सुसम्पन्न गर्न गइरहेका छौँ र आउनुहोस् हामी केही भजनहरू गाएर हामी यसलाई सुरु गर्नेछौँ। एक वर्ष जुनियो लानु त के छ र मरेर जाने हो जीवन अर्को छ विश्वास सबैलाई विश्वास गर न स्वर्गीय पितालाई विश्वास गर न स्वर्गीय पितालाई एक वर्षको जुनियो लानु त के छ र मरेर जाने हो मरेर जाने हो जीवन यहाँ आयो अमर छैन माटोमा मिल्ने हो माटोमा मिल्ने हो प्रभुले आउनु हो उनैले हाम्रो उठाइ लानु हो उनैले हाम्रो उठाइ लानु हो एक वर्षको जुनियो लानु त के छ र मरेर जाने हो मरेर जाने हो जीवन यहाँ आयो अमर छैन नै माटोमा मिल्ने हो माटोमा मिल्ने हो जसले उनमाथि विश्वास गर्नेछ नसुने छैन नै आउनेछ उनैले अनन्त जीवन पाउनेछ उनैले अनन्त जीवन एक वर्षको जुनियो लानु त के छ र मरेर जाने हो मरेर जाने हो जीवन यहाँ आयो अमर छैन नै माटोमा मिल्ने हो माटोमा मिल्ने हो। साँच्चै नै हाम्रो जीवन चाहिँ एक बारको हो र अब पक्कै पनि यो शरीर पनि अब हाम्रो बडाको शरीर पनि माटोमा मिल्नको लागि तयारी हुँदैछ र हामी अर्को पनि एउटा भजनलाई गाउनेछौँ। हाम्रो आँसुलाई
धरतीको मान्छेले कहिले शान्ति दिने होइन यो नयनको आँसुलाई बिर्बनेर बुझ्ने होइन यो नयनको आँसुलाई बिर्बनेर बुझ्ने होइन हाम्रो पीडलाई बुझिदिने आँसुलाई बुझिदिने ख्रीष्ट येशू हुनुहुन्छ यो धरतीको हाँसोले कहिले सुनलाई लाने होइन यो धरतीको हाँसोले कहिले सुनलाई लाने होइन यो जीवनको आनन्दलाई सधैँ साथै राख्ने होइन यो जीवनको आनन्दलाई सधैँ साथै राख्ने होइन हाम्रो पीडलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो आँसुलाई बुझिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो आँसुलाई बुझिदिने ख्रीष्ट येशू हुनुहुन्छ हामीले सुन्दै थियौँ, हामीले धेरै सुनिसकेका छौँ, तर पनि यो एउटा शास्त्रीय विधि विधान संस्कार हामीले गर्नुपर्छ। धर्मशास्त्र यो अब हाम्रो दाजुको यो पार्थिव शरीर गाडी छ, एकैछिनमा उहाँलाई हामी छोडेर जान्छौँ। यो शरीर माथि उहाँलाई हामी विदा गर्दैछौँ। तर जीवित आशाले भेट्ने आशा हामीलाई परमेश्वरको जीवित वचनले भनेअनुसार भेट्ने छ। र म यहाँ दुईवटा खण्ड मात्रै धर्मशास्त्र बाइबलबाट म दुईवटा खण्ड मात्रै हजुरको अगाडि राख्न चाहन्छु है त। यहाँनिर उपदेशक भन्ने पुस्तकको 12 अध्यायको 7 पदमा यसरी लेखिएको छ, जमिनबाट आएको धुलो जमिनमै फर्किन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। बाइबलले जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। बाइबलमा परमेश्वरले मानिसलाई बनाउँदाखेरि चाहिँ बाइबलको सत्य कुरो म बताउँदैछु। कतिचोटि बाइबलको सत्य कुरो हाम्रो मानवीय विचारले कोही कोही बेला पचाउन गाह्रो हुन्छ, तर लेखेको कुरा बाइबलमा यही छ सत्य कुरा। परमेश्वरले मानिसलाई बनाउँदाखेरि भूमिको माटोबाट बनाउनु भयो, त्यो एउटा मूर्ति सरह आकारमा थियो र त्यो मानिसलाई एउटा प्राण दिनको लागि, चलहल गर्नको लागि, त्यसलाई जीवित बनाउनको लागि परमेश्वरले त्यो मूर्ति त्यो माटोबाट बनाइएको कुरा आकार दिएको कुरामा नाकको बलबाट परमेश्वरले आफ्नो जीवनको सास फुकिदिनु भएको कारणले गर्दाखेरि, उहाँले एउटा आत्मा हालिदिनु भएको कारणले गर्दाखेरि चाहिँ मानिस अनि जीवित भएको, मानिस चाहिँ चलहल गर्ने एउटा जिउँदो भएको कुराहरू बाइबलमा लेखेको छ। र यहाँ अब जमिनबाट आएको धुलो परमेश्वरले जमिनबाट बनाउनु भएको मानिस अब फेरि यो आत्मा निस्केपछि, यो आत्मा निस्केर परमेश्वर कहाँ फर्केर जान अघि चाहिँ अब उहाँको नै सम्झना गर, किनभने उहाँको सम्झना गर जसले तिनीहरूलाई आकार दिएर बनाउनु भयो। अनि बाइबलमा यसरी लेखेको छ, परमेश्वरले मानिसलाई चाहिँ आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनाउनु भयो है, चेतनशील प्राणी है, हामी समझ शक्ति भएका, हामी जान्ने के राम्रो के नराम्रो छुट्याउन सक्ने है, हामीलाई परमेश्वरले बनाउनु हो। प्राणी मध्येको उत्तम प्राणी परमेश्वरले मानिसलाई बनाउनु भयो भनेर बाइबलमा लेखेको छ। अनि यो कुरा चाहिँ एकदमै हामीले सर्वसाधारण नियत सर्वसाधारण विचारले गर्दाखेरि नि हो नै हो। अरू प्राणीहरू पनि छन् जीवित प्राणीहरू, तर तिनीहरूले पुल हालेको कसैले थाहा पाएको छैन।
आकाशमा उडेको थाहा पाएको छैन, चन्द्रमामा गएको थाहा पाएको छैनौँ हामीले। तर मानिसको बुद्धि ज्ञान हेऱ्यो भनेदेखि हामी पक्का पनि परमेश्वरको वचनलाई ध्यान दिँदाखेरि हामी पाउँछौँ। किनभने परमेश्वरले मानिसलाई चेतनशील प्राणी बनाउनु भयो, बुद्धि ज्ञान लगाइदिनु भएर यसो गर्छ मानिसले, है त। र यसरी परमेश्वरले मानिसलाई चाहिँ बनाएर उहाँको जीवनको भाग त्यो फर्केर गएर फेरि बनाउने आफ्नो सृष्टिकर्ता कहाँ फर्केर जानुपर्छ भन्ने एउटा परमेश्वरले नियम बनाउनु भए अनुसार अब यो शरीर र आत्माको बिछोड हुँदाखेरि चाहिँ त्यो आत्मा फर्केर फेरि परमेश्वर कहीँ जानुपर्ने कुराहरू चाहिँ यहाँ बाइबलमा लेखेको छ, है त। अर्को ठाउँ पनि उत्पत्तिको पुस्तक 3को 19 पदमा यसरी लेखेको छ, माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्की जानेछस्। यो मानिसलाई परमेश्वरले भन्नुभएको, है त। यो माटोबाट बनाइएको तैँले अब माटोमा नै तैँले पसिना बगाएर खान पर्छ र अन्तिममा फेरि त माटैबाट बनाएको कारणले त फर्केर माटैमै जानुपर्छ भनेर परमेश्वरले भन्नुभयो। साँच्चै नै आज मानिसले पसिना बगाएर खानुपर्छ त होइन, उतातिर हामीले अब कोदालो यसो ढिकी जाँतो गर्दा गोरु जोत्दाखेरि पनि पसिना बग्थ्यो, अहिले यहाँ कम्पनीमै जानु परे पनि पसिना बगाए सरह छन्, होइन र। हामीलाई एकदमै मेहनत गर्नु पर्यो, परिश्रम गर्नु पर्यो। यो परमेश्वरले मानिसहरूको निम्ति राखिदिनु भएको यो नियम हो, अनि त्यसै बमोजिम आज मानिसले हामीले चल्नै पर्छ। यो परमेश्वरले बनाउनु भएको नियम हो। तर यहाँनिर अनि माटैमा फर्किजानेछस् भनेर चाहिँ यहाँ लेखेको छ, है त। अब मानिस मरेपछि आफ्नो आफ्नो संस्कार, संस्कृति, धर्मशास्त्र अनुसार त्यसलाई कसैले अब नियम अनुसार आफ्नो रीतिरिवाज संस्कारको नियम अनुसार मरेको अब यो मृतक शरीरलाई कतिजनाले आगोमा जलाउँछ, तर आगोमा जलाए पनि अन्तिममा माटै हुन्छ। कतिजनाले के अरे पहरातिर खोलेर राख्छन्, उता इजरायलतिर गयो यहुदीहरूको चलनमा हो भने ढुङ्गा फुकेर राख्छन्, तर अन्तिममा माटै हुन्छ। कतिजनाले रुखको माथि राख्ने चलन पनि छ। त्यस्तो संस्कारहरू पनि हामी संसारमा पाउँछौँ। अन्तिममा त्यो शरीर पुगेर जानेछस् भनेपछि त्यो कुरा फरकै खाँदैन। हामीले जतिसुकै त्यसलाई हाम्रो मानवीय विचारले, मानिसको बुद्धि ज्ञानले जति नै सुरक्षित गरे पनि अन्तिममा पुगेर माटै हुन्छ, किनभने यो परमेश्वरले भन्नुभएको। र त्यसरी नै आज यो शरीर अब माटोमा गाडिन्छ। तर बाइबलमा अर्को एउटा रहस्यको कुराहरू पनि छ, त्यो अहिले भनेर सकिँदैन पनि होला। एक दिन परमेश्वरले यो माटोको शरीरलाई पनि उठाउनुहुन्छ भनेर बाइबलमा लेखेको छ, है। उहाँले यो शरीरलाई एक दिन लिन आउनुहुन्छ। यो शरीर एउटा अहिले यो माटोको छ, तर त्यतिखेर महिमित शरीरमा यो यसलाई बिउताउनुहुन्छ भनेर बाइबलमा त्यो रहस्यको कुराहरू पनि छ। त्यो सबै भनेर अहिले समयले पुग्दैन होला। र अन्तिममा म के भन्न चाहन्छु भनेदेखि प्रियहरू, सबैको दिन यस्तै हो। आजको दिनमा हामी छौँ, भोलि कसरी आउँछ हामीलाई थाहा छैन, हामी कति लामो बाँच्छौँ थाहा छैन। अनि तर एक दिन बाटो यही हो, हामीलाई कसैले यसरी ल्याउँछन्। हामी सबैको दिन एउटै हो। आज तपाईँले यसो भेला हुनु भएको छ, एक दिन मेरोमा पनि भेला हुनु छ, एक दिन तपाईँको भेला हुनु पर्यो। संसारमा यो मानिसको लागि यो रीत यस्तै हो। र आज हाम्रो दाजुको अब यो अन्तिम एउटा विदाई शरीर, यो पार्थिव शरीरको विदाई छ। हजुरहरू सबै आउनु भएको छ। अब आजदेखि उसो शारीरिक रूपमा हामी हाम्रो दाजुलाई भेट्न सक्दैनौँ। कहिले कहिले परिवार मिलेर यहाँनिर उहाँलाई राखेको ठाउँमा आएर यसो सम्झना स्वरूप उहाँको विगतका कुराहरू, पारिवारिक कुराहरू, उहाँको माया ममताको कुराहरू सम्झना स्वरूप हामी याद मात्रै गर्न सक्छौँ, तर शरीरमा उहाँसँग बातचित गर्न सक्दैनौँ। तर बाइबलले हामीलाई दिएको आशा अनुसार एक दिन उहाँसँग हामी भेट्नेछौँ। आमेन। एक दिन हामी भेट्नेछौँ। र बाइबलले अर्को यसरी पनि भनेको छ, आशा नहुने मानिसहरू जस्तो तिमीहरू चाहिँ साह्रै शोकित पनि हुनु पर्दैन, किनभने एक दिन हाम्रो भेटघाट हुनेछ भनेर बाइबलले हामीलाई तेस्सलोनिकेको पुस्तकमा बताएको छ। र अब अन्तिममा अहिले यसरी दाजुको यो पार्थिव शरीर यहाँ छ, एकछिनमा हामी यसलाई दफनतिर लानेछौँ। हामी सबै आएका छौँ र दाजुलाई हामी एकदमै हामी दाजुलाई विदा गर्नेछौँ। यस्तै छ यो संसारको चलन। तपाईँहरू यो जाडोमा भए पनि यसरी यतिको धेरै मानिसहरू भेला भएको देख्दा म पनि छक्कै पर्छु, है। हाम्रो दाजुले एकदमै सम्बन्ध अति राम्रो राख्नु भएको रहेछ, माया प्रेम, है, सबैमाथि राख्नु भएको रहेछ भन्ने पनि एउटा जानकारी हो। र यसरी हामी भुटनिज नेपाली यो दूरदेशमा आएर पनि कति टाढा टाढाबाट यसरी मर्दा पर्दाखेरि यो जुटेको देख्दाखेरि हामी भुटनिज नेपालीको हृदय धेरै दयालु छ भन्ने पनि मलाई लागिरहेको छ।
भुटनिज नेपालीको हृदय चाहिँ धेरै मायालु, दयालु र प्रेमिलो छ रहेछ भनेर पनि म एकदमै विश्वास लागिरहेको छ। हामीलाई डाँडा खोला खोल्सा नालाले टाढा नजिक समयले थाम्दो रहेछ। यसले भेला हुनु पनि हामी एक रहेछौँ, यो पनि अर्को एउटा उत्साहको कुरा लाग्यो मलाई। अब हामी प्रार्थना गरिवरी हामी यो दफनको कार्यक्रमलाई हामी करिबन अन्त्य गर्नेछौँ। यहाँ सबैलाई नमस्कार अनि जय मसीह। हामी सबैजना मिलेर आफ्ना नेताहरूले उहाँको लागि विशेष बाँचिराख्नु परिवारको लागि विशेष गरेर र प्रभुको अनुमति अनुसार यो शरीरलाई माटोमा दफन गर्ने हामी प्रार्थना ल। सर्वशक्तिमान युग परमेश्वर, यो अवस्थामा पनि हामी स्वर्गको परमेश्वरलाई धन्यवाद भन्छौँ। हामी तपाईँलाई यो घडी पनि महिमा दिन्छौँ। साँच्चै प्रभु तपाईँले आफ्नो छोरालाई उहाँ शरीरमा प्राण छँदै जीवन छँदै तपाईँ प्रभुले चुन्नुभयो अनि तपाईँमा हुर्कने, तपाईँमा बढ्ने र एक परिपक्व हुने तपाईँ प्रभुले जो मौका दिनुभयो अनि समयको पूर्णतामा तपाईँ परमेश्वरले आफ्नो छोरालाई उठाइलानुभयो। प्रभु हामी तपाईँलाई यो अवस्थामा पनि धन्यवाद भन्छौँ। साँच्चै मेरो परमेश्वर, हाम्रो सबै अवस्थामा, हाम्रो सबै परिस्थितिमा प्रभु हाम्रो जीवनका विभिन्न अवस्था, उचाइमा, अग्लाइमा, गहिराइमा परम प्रभु तपाईँ हामीसँग हुनुहुन्छ। तपाईँ परमेश्वर हामी धन्यवाद दिन्छौँ। तपाईँको वचनलाई अगाडि याद गर्छौँ। साँच्चै जुन वचन आज घोषणा गरिएको छ उपदेशक 12को 7 पद अनुसार पार्थिव शरीरलाई प्रभु आज माटोमा दिने तपाईँले हामीलाई आज्ञा गर्नु भएको छ। त्यो आज्ञालाई हामी कहिले तोड्न सक्दैनौँ। यो तपाईँ परमेश्वरको वचन हो। तपाईँको वचन अनुसार सम्पूर्ण यहाँ उपस्थित प्रभु तपाईँका दास दासी छोरा छोरी आफ्ना आफन्त प्रियहरू भएर हामी यो शरीरलाई माटोमा दफन गर्ने तपाईँसँग अनुमति माग्छौँ प्रभु। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। विशेष गरेर अर्को वचन पनि पढिएको छ उत्पत्ति 3:19 पदलाई प्रभु त्यो महान कमान्डमेन्ट छ सम्पूर्ण मानव जातिलाई। तपाईँले भन्नुभयो माटोको शरीर चाहिँ माटोलाई दियो। साँच्चै प्रभु आज यो शरीर माटोको हो, तपाईँले माटैबाट बनाउनु भएको हो अनि माटैलाई नै हामी येशूको नाउँमा दिदछौँ। येशूको नाउँमा जब पार्थिव शरीर हामी तपाईँलाई माटोमा दिन्छौँ, तपाईँले त्यो शरीरलाई माटोभित्र पनि सुरक्षित राख्नुहुनेछ। प्रभु आज यो शरीर साँच्चै 1 कोरिन्थी 15को 53 मुनि जब हामी पढ्छौँ, पावललाई तपाईँले रहस्यमय कुरा भन्नुभयो। पार्थिव शरीर चाहिँ एक दिन महिमित शरीर हुनेछ। साँच्चै यो शरीर चाहिँ एउटा अनन्तको शरीर हुनेछ। कुनै कुराले नाश नगर्ने शरीर हुनेछ। यो शरीरलाई चाहिँ तपाईँले एक दिन जिउँदो र महिमित बनाएर आफूसँग उठाइलानुहुनेछ। प्रभु त्यो जिउँदो आशाको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ मेरो परमेश्वर। प्रभु बाँचिरहनु भएको सम्पूर्ण परिवारलाई प्रभु यो अवस्थामा तपाईँले नि मलमपट्टि गरिराख्नु भएको छ। पवित्र आत्मा तपाईँले नि सान्त्वनामा डोर्याइराख्नु भएको छ। उहाँहरूको भित्र लागेका सम्पूर्ण चोटहरूलाई तपाईँले नि निप्पो पारिराख्नु भएको छ। यो परिस्थितिमाथि विजयी हुन तपाईँको आत्माले सहायता गरिदिनु। धन्यवाद धन्यवाद। सम्पूर्ण महिमा तपाईँलाई दिन्छौँ। आखिरी तपाईँको समय नआउन्जेलसम्म यो शरीर माटो भने पनि तपाईँले रक्षा गरिदिनुहोस्। आफूको वचन अनुसार तपाईँ परमेश्वरले एक दिन जब तपाईँ आउनुहुन्छ त्यो समयसम्म तपाईँ प्रभुले सुरक्षा दिनुहोस्। धन्यवाद। सारा महिमा सारा आदर तपाईँलाई दिँदै जीवन आत्मा प्राण शरीर सम्पूर्ण यहाँ उपस्थित प्रियहरूको पनि तपाईँको हातमा राख्दै आशिष माग्छौँ येशू ख्रीष्टको नाउँमा। आमेन। This way, guys. This way.
on Capanet, they have to go the other side first. That's what we just said. Everybody. Gotta go to the other side of the flashing car. सबैजना गाडीदेखि पछाडि गइदिनु होला Oh, yeah. All right. Okay. Karen, I'm working on it. They gotta keep going, buddy. Well, I can cut it from I gotta go to the other side.